देखेँ है दाइ यो कहाँ अरे अस्ति नि यो अस्ति यहाँ गोर्खा हस्पिटल गोर्खा हस्पिटलमा आएको किन आयो गोर्खा हस्पिटलमा पेट दुखाउनला पेट दुख्यो भनेर मतलब यो तपाईँले अघि के भन्दै हुनुहुन्थ्यो नि फुटबल खेल्न आयो भने होइन फुटबल चाहिँ कहाँ कसको म्याच हुँदा आएर त्यो एपिएफ र पुलिसको भन्नुभयो होइन तपाईँले देख्नु भएको थियो खेला चाहिँ देखेँ नि यहाँ र भर्ना भएर चाहिँ अनि देखेँ तपाईँले त्यो पुलिसको र एपिएफको म्याचमा चाहिँ आयो भनेर कसले भने यहीँ सुने मैले हो कसले भन्यो तपाईँलाई एउटा मान्छे भन्नु त सुने अब कसले भने अब यहाँ आम अब यो मान्छे यसरी राख्यो भने थाहा पायो मात्रै तपाईँलाई यो मान्छे कहाँको जस्तो लाग्छ जोस् गोर्खा हस्पिटल आयो होइन यो मान्छे आउनु त आयो अब फुटबल खेलेर कहाँको मान्छे थाहा चाहिँ छैन अनि एक्लै आएको थियो कि अरू साथीसँग आएको थियो दुईजना आएको थियो अर्को कस्तो आएको थियो नेपाली नेपाली र यो मिलेर आएको थियो ए अनि पछि मतलब तपाईँले देख्नुभयो त्यहाँ आएको चाहिँ अनि पछि यहीँ भर्ना भयो कि सन्चो भएर गयो गयो ल बत्ती नि गयो पुरै उनीहरू भयो ल के भन्नुहुन्छ यो मान्छेलाई अब के भन्ने अब एक दिन आएको थियो मैले त के भन्ने एउटा गोर्खा हस्पिटलमा आएको होइन एकजना साथीसँग नेपाली साथीसँग गोर्खा हस्पिटलमा उपचार गर्न आयो नि त ल दाइको अनुसार